ल यो चाहिँ हाम्रो होटल हाम्रो बन्दाईको होटलहरू चाहिँ फाइनल आइपुग्यो ल साथी कति बेला आएको किनभने हामी त आएर नि खाजा खाएर यो बेला चाउचाउ सुप बनाएर खुवाएर अनि के अरे 1 मिनट सुतेर अनि उठेर बसेको हो र ल थ्याङ्क यू है फाइनली आइयो हामी फाइनल्ली हाम्रो कोठामा आइयो है कोठा चाहिँ यस्तो छ बगालै छ कसैलाई आउन मन छ भने म चाहिँ यहाँ नम्बर राखिदिन्छु हाम्रो बोनी दाइको नम्बर राखिदिन्छु कसैलाई आउनु मन छ भने चाहिँ यहाँ रुम चाहिँ ठिक छ अहिले सिजन भएर चाहिँ अलिकति टाइट छ तर जे होस् अफ सिजनमा चाहिँ मजाले अभाइलेबल हुन्छ अनि दाइ त के खाइसक्यो हेर्नु त आहा यो चाहिँ रातिको भ्यू माछा पुछ्रेको है साथीहरू बाबालाई टुप्पामा त ट्याक्क उज्यालो भएको छ ल यो नि भ्यू यता यस्तो छ ल अहिले चाहिँ 4 बजे 3 मिनट गइसकेको छ र हामी रेडी भइसकेको छौँ हाम्रो बेस क्याम्पको लागि अब गर्दा 4 बजे होइन म चाहिँ यहाँ छु अब चाहिँ हामी चाहिँ 4 बजे हिँड्यौँ यहाँबाट 6 बजे पुग्ने हाम्रो टार्गेट हो तर हेरौँ उकालो छ बाटो त्यो हुनाले अलिक गाह्रो पर्ला अरू त 2 बजे 3 बजे नै हिँडिसकेको थियो हामी जहिले हिँड्यौँ ल लेट्स गो है त गाइज माथि नै गएर राम्रो भ्यू हेरौँ ल अब यो अँध्यारोमा के हेर्ने अरू ल दाइ है ल दाइ ल हामी चाहिँ अब कति बज्यो भन्नु 5:30 भयो वी आर अलमोस्ट हियर है अब त्यही हो हल्का अब यो लास्ट ब्रेक हो त्यसपछि हामी डाइरेक्ट टिसा पुग्छ डेन्जर छ मान्छे वाइड पनि आइपुग्यो यस्तो छ अनि यताको सनराइज चाहिँ यस्तो छ अनि माछा पुछ्रे यस्तो छ चिसोमा आइपुग्यो अब हाम्रो चाहिँ स्टिल बेस क्याम्प पुग्ने हामी चाहिँ त्यो भएर यो चाहिँ एउटा चेक पोइन्ट हाम्रो बेस क्याम्प पुग्नुपर्छ ल गाइज बेस क्याम्पमै भेटौँला जहाँ छैन ब्याट्री सकिएको ढोस सी यु गाइज अफ देयर एट बेस क्याम्प है उलाला 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 इसकी फैंटासी सुनाना हमारा से आएगा तो और किसे है तुम्हारा चाबी यहाँ दे और चाबी दे चाबी माथि गएको के चाबी रुम को यहाँ चाहिँ के सुवास अब हाम्रो चाहिँ यहाँ आयौँ कि किसबाट माथि अब यहाँबाट हामीलाई थाहा छैन कति लाग्छ दाइ आएको पहिला दाइलाई पनि थाहा छैन घुमेर घोरे पानी पुनिल भएर यसरी मर्दै आएको होइन भाइ लामो अहिले त 45 मिटरको बोर्डमा भन्छ ल साथीहरू फाइनली वी आर हियर एट मोती बेस क्याम्प होइन अलमोस्ट 1.5 आवरको हाइट या हाइक टिसा पछाडि चाहिँ त्यसपछि हामी आइपुगेको छ अहिले चाहिँ त्यही हो फाइनल्ली वी मेड इट बुढी वी मेड इट यो चाहिँ 4500 को हाइटमा छ एन्ड हाम्रो चाहिँ अहिले 11 जना चाहिँ हामी 1 2 3 4 5 जना बस्छौँ 1 2 3
5जना मात्र छौँ अरू चाहिँ सबै टी सपमा बस्नु भएको छ होला किनभने हामी टी सपमा आउँदा पनि देखेर हामी टी सप आइपुग्छ सो वी आर फाइनली हियर एट मोटिभेसन भने यहाँबाट चाहिँ भ्यू भनेको चाहिँ अलिकति हिमालको चाहिँ यहाँबाट राम्रो देख्दैन बट 4500 मिटरमा आउनु द्याट्स अ बिग थिङ जस्तो लाग्छ मलाई चाहिँ द्याट्स अ न्यू अचिभमेन्ट किन भन्दाखेरि त्यहीँ टी सपमा आएर यहाँबाट फर्केर अब अर्कोचोटि मर्दी आएर फेरि हेर्छु त्यो पोइन्ट चाहिँ अब अलिकति मलाई चाहिँ आइसी चाहिँ एक्चुअली एचिभ गरिहाल्ने हो सो यस्तो छ यस्तो छ डाँडा यता चाहिँ विषयहरू यस्तो छ हिमालको भ्यू फाइनल्ली आइयो लडिक छ गाह्रो थियो तर असम्भव त थिएन नि त सो त्यही अब चाहिँ फोटो क्लिकहरू राम्रै हुने छ अनि त्यसपछि हामी लाग्नेछौँ यहाँ चाहिँ अलिकति चियाहरू अलिक महँगो नै छ सो मेबी वी विल नट ह्याभ टी अर एनिथिङ एल्स ल अब चाहिँ हामी यो बोर्डभन्दा यो बोर्डको लागि भनेर आएको हामी यहाँसम्म ल भाइ यो टिकटक नि सकियो फोटो नि खिचियो होइन बेस क्याम्प नि आइयो अब टी सपमा पुगिन्छ हामी अब निस्किने यहाँबाट होइन त ल ल अब हेली लिन बोलाएको हेली पनि आइहाल्यो अझ झर्न सकिएन अब हेलीमै जानु पर्ला अब घुमाएर आइज भनेको छु मैले त्यो त होइन त्यो चाहिँ मेरो होइन त्यो अगाडिको चाहिँ मेरो हो त्यो पछाडिको उसको साथीको ऊ त्यो हामी आइसक्यौँ फेरि हाइक्याम्प अब फेरि हाम्रो ब्रेकफास्ट पछि फेरि तुरुन्तै फेरि हाम्रो तल सिधिङ हो सिधै अनि घर प्याकिङ हुँदैछ 10 बजे भए पनि घर चाहिँ पुगिन्छ घरै गएर बिस्तारोमा सुत्ने तेलले मालिस गरेर कसले गरिदिन्छ र तिमीलाई केही भएन नि त होइन तपाईँले मलाई मैले तपाईँलाई तिमी आज गरिदेऊ म भोलि गरिदिन्छु बाठो हाम्रो सर्भिसमा हुनुहुन्छ खतरा यार हामी चाहिँ निस्किन लाग्यो है हाम्रो दाइकोबाट हाम्रो बोन दाइकोबाट निस्किन लाग्यो हामी ल हामी चाहिँ सबैजना निस्किँदैछौँ अब अब निस्किम अब हाम्रो चाहिँ 5 आवर्सको अब तल डाउन ट्र्याक हुन्छ अब के डिक्लाइन ट्र्याक हुन्छ हाम्रो चाहिँ दाइनी रेडी भइसक्नु भयो होइन माथि जान पाउनु भएन अब दुर्भाग्यवश किन त्योभन्दा माथि जाने ठामै होइन म जहाँसम्म गएँ त्यतिसम्म के भन्ने अर्थ त्यही हो अब दामी नगयो भने ठिकै हो म त फेरि अर्थको लागि नगएको कि अर्थ यहाँ तल छ भने अनि हजुर पनि भन्यो त्यसमा हामी नजाऊँ भनेर बस्थ्यौँ त्यहाँदेखि हामी तल आइहालेको कारण त्यही ल जाम झोला भिरिस्यो स्टिकहरू उठामै कसको भाइ जुत्ता यहीँ छोडिदिने होइन कि म प्लास्टिक लिएर आउँछु यत्तिकै बाँधेर हिँड क्या छाडिदियो बाँध्न मिल्छ नि त ट्रेकिङ हिँड्दा त लुखुर हो कि चिरी चट्ट परेर त हुँ त्यही तलतिर हिँड्ने होइन ए ल हामी चाहिँ अब निस्किँदैछौँ है हाम्रो निस्किसकेको होइन के छ ठिक छ हजुर ठिक छ बुढा ल चल्दैछ है त अब तिम्रो चेन बिगारेछ बिग्रियो अब चल्दैछ ल जाम तल गएर अब खाना पनि पकाएर खानु छ खाना रे खाजा कहाँ आइपुग्यौँ हामी लोखाम हो लोखाम अब हाम्रो त्यो न्यू चेक पोइन्ट भनेको चाहिँ हामीले त्यो खाजा बनाउने ठाउँमा चेक पोइन्ट हुन्छ लास्ट स्टप मेबी यल्ला हबिबी मेबी यल्ला हबिबी यल्ला लागम ड्रिमल्यान्ड जति ल
एक बिरको के हो निकालेको हिजोको जस्तो हुँदै अर्कै हुन्छ दबाई के त्यो दबाईको बोतलको बिर्को हुन्छ है के को बोतलको त दबाई कलरै हिँड्दा लागेको जस्तै छ स्पिड होइन बुस्ट धन राम्रो उठेर घर पुगेर बुस्ट हुन्छ यसले त खोज्यो नि त पुछ्न म के गर्ने कति कति एमएल हालिदिने 100 हालिदिने हो कस्तो क्वेसन सोधेँ मैले है ओके 110 हान्न मिल्दैन 110 गर्न मिल्दैन सोधेँ मैले ठुक्क मुखले हान्नु नि ए दाइलाई त 105 भयो कस्तो सम्झाइदियो दाइले यार ट्रोबेर हिँड्दाखेरि नथाको काम कहाँ भर्खर सुवास भन्नु थाहा म किन गरौँ भर्खर सोध्छु कि अझै ग्यास गरौँ कि भन्न अनि यो त गर्नलाई अलिक छिटो खानुपर्छ हामीले बोक्ने मान्छे हल्नु भन्छ खाने हो बिर्को ल 10 ml ल 15 मिनेट हिँडिहाल्छ नि होइन त्यो अहिलेको नि एक हान्दिउँ न त त्यो बिच बाटोको म त भयो खाऊ खाने भयो के छ र बिच बाटोमा बिर्सेछ नि त हान्न त्यो पनि थपिहाल्नु हुन्छ थप्छौँ के भएर अब ये सेदार आइहाल्यो ये तर अहिलेको त थाहा छैन नि त बल्ल सुरु पानी थाहा त्यही हो त्यहाँ सबै त्यति 100 नै हान्दिने अब एउटा टी-सर्ट हुन्छ ओ मेरो कस्तो पर्फेक्ट टाइमिङ हुन्छ नि अहिले ऊ आउँदा त फेरि पछाडि नि आउँछ आउँदैछ गुछोडे छोडेर आएको छु आउँदै हुनुहुन्छ देवेन दाइ रोज तपाईँ त थप्ने होइन होला नि भयो मलाई त झन् प्याक यता दिइहाल्छ भैँसी लाल ए प्याक गरेर बोकिहाल है धन्न मैले 50 खाएर बन्द गरिदिएको मालामाल विक्ली जस्तो होला क्या फेरि भाइकोमा यहाँ ठाउँ छ कि अलिअलि त्यहाँ यसो खानेकुरा हालौँ भनेको कि त्यहीँसम्म त हो नि बाँडेर होइन कि अलिअलि खानेकुरा त्यहाँबाटैको हालौँ हाल्दैन मेरो यता खाली भयो कता यहाँ ए त्यहाँ खाली हो ल त्यहाँ दुईवटा ग्यास हाल्दैन हाल त दाइमा हाल्दैन नि त केही भएन यहीँ हालिदिनु टायर भयो नि त लुज गरिदियो है यहाँ हाल्नु त भाइ मिलाएर चाउचाउ त हाल्नुहुन्न होला है टाउको पर्दैन मलाई त्यही मात्रै हाल्ने खाना लाग्नु रहेछ अलिकति भयो भने केही हदसम्म भन्छ अहिले पकाएको नि खानुहुन्न होला है त्यो त अर्कै फ्राईवाला हो नि त्यो त टपिङ गरेर खाने फ्राई होइन नि त्यो बोइल हो होइन फ्राई गरेर ल्याएको चाउचाउ भनेको चाउचाउ कहाँ फ्राई गरेर ल्याएको नि मासु 1 किलो टाक टाक सानो सानो पिस बनाएर फ्राई गरेर ल्याएको के त्यो त मैले बुझेँ कि यु डोन्ट लाइक नुडल्स नि त होइन अब त्यही अब अलिअलि खानुपर्छ अलिअलि बिलिअलि कत्रो हुन्छ हेर नि त थप्ने होला कि फेरि एकैछिन बसौँ न ल ल ल ल हामी चाहिँ यो लास्ट चेक पोइन्टमा आइपुगिसक्यौँ होइन अनि आज चाहिँ हामी एज अलवेज सधैँ हामी ट्रेकिङ हिँड्दाखेरि जहिले पनि पकाएर खान्छौँ नि त सो आज चाहिँ हामी पकाएर खान्छौँ अनि हामी यो ठाउँमा किन रोकेको भन्दाखेरि मेन रिजन हामीसँग यहाँ पानी छ क्या होइन उता पनि छ क्या त्यही भएर हामी चाहिँ ढुक्क हो ए चाउचाउ च्याउ च्याउ चिकन अनि हाम्रो ग्यास र हाम्रो सेफ भाउजू चाइनिज जस्तो दिएछ क्या सेफ पनि गयो ट्याक्क लाएर ल हामी चाहिँ हेर्छौँ अब हामी अहिले खाने बेलामा टक्क लाएर ल देखाउँछौँ है त सबैजनालाई है के छ प्याज प्याज काट्ने तिमी ए हस् ल होइन प्लिज उता जाउँ न यार म खुट्टा ल राखेँ एकछिन ल हामी चाहिँ अब प्याज स्याज कटिङ भयो है दुईजनाले चाहिँ यहाँ कुकिङ हो त्यहाँ चाहिँ हाम्रो चाउचाउहरू टन्नै छ अनि हामीले सबभन्दा मेन कुरा चाहिँ हामीले यो फोरहरू हुन्छ नि यो फोरहरू चाहिँ सबै टिपेरै लान्छौँ हामीले छोड्दैनौँ एउटा पनि छोड्दैनौँ यो बाटोमा हामीले अहिलेसम्म कहिले छोडेको पनि छैन हामी छोड्दैनौँ पनि कहिले पनि हामी सबै उठाएर जान्छौँ खान्छौँ टन्न हुन्छौँ अनि जान्छौँ अब के स्पेसल त त्यहाँ छ के ओ ल ल त्यसो भए अब हामी चाहिँ अब खाने बेलामा भेटौँ कस्तो हुन्छ खाने बेलामा म हल्का पकाएको पनि हाल्छु तर खाने बेलामा अब हुन्छ सुब्बा दाइको चक्कु कहाँ कहाँ पुगेन ल है
कन्टेनर ल्याउनु पर्ने पानी निकालेर फाल्नु ल हाम्रो चाहिँ अब लास्टमा खानेकुरा चाहिँ यस्तो बनेको छ होइन धन्यवाद हाम्रो कुकहरूलाई दाइ के छ कस्तो छ दाइ टेस्ट बबाल पक्का हो कि के हो यत्तिकै साइडमै छ भनेर ए बबाल हो ल ल दाइ बबाल हो ल म नि खान्छु अनि ल यसरी फोहोरहरू पनि सबै यसरी जम्मा गरेर हामीले बोकेर तल लगेर डस्टबिनमा फाल्छौँ है त्यो हुनाले हामी एकदम प्रोफेसनल ट्रेकर्स हो ल के भन्नुभएको तपाईँले दाइले बसी बक्सिस् न यहाँ भन्नु बक्सी बक्सी किन बारम्यान मम्मी अलि माथि नै मुभी स्प्रे हाल्दै आउँदा स्लो हो खाइबक्सिन्छ अबे मैले खान्छु र अलिक खुट्टा कामदैन नि यो खायो भने ल अनु काम लाग्छ राम्रै होइन अलि नजिकै हुनुहुन्छ ल टपअपको भिडियो नि भयो सोल्टी पनि हो छास अलिकति सिरिक्क चिरिप्प अहिले त दौडेको दौडी हो तल हिँड्नै पर्दैन कोही आएको छैन टप हान्ने ओ विशाललाई विशालले हान्नु पर्यो कति हो भाइ यसको फेरि अर्को छुट्टै छ कि 60 70 नानी हाल्दैछ मलाई खै 10 हालिदिएको त्यो मिलेन वै के खाइसकेर हेर्नु न दाइ कुरा सुन्यो है हामी नमुना चाहिँ कहाँ आइपुग्यौँ हामी अब अलमोस्ट सिदिङ आइपुग्यौँ खुट्टा चाहिँ मेरो घोडा चाहिँ अलिक दुखेको छ किनभने बिहान 4 बजे बेस क्याम्प पुगेर बेस क्याम्पबाट फर्केर अनि फेरि त्यहाँ खाजा खाएर हिँडिहालेको ननस्टप हिँडिरहेको छ बिहान 4 बजेबाट मेरो घोडा चाहिँ अलिकति दुखे जस्तो भएको छ त्यही हो अब अरू आउँदैछ अझै पछाडि आउँदैछ अरू अलिअलि अगाडि गइसक्यो अनि हामी चाहिँ दुईजना बुढाबुढीसँगै त्यही हो अब अलमोस्ट आउनु लागिसक्यो गाडी पनि भनिसकेको छ अब जानुपर्छ ल अब घरै गएर भेट्छ ल बिजक पारामा बसिरहेछ कतिखेर वकिन्छ कि भनेको अब योभन्दा मान्छेहरूलाई त जस्तो हो कि छेउमा सबै खाएँ खानु मैले खाऊ थ्याङ्क यू ल अब हामी चाहिँ यहाँ आएर गाडी कुरेको पुरै छौँ गाडी चाहिँ अब एकदम यहाँ चाहिँ मान्छेको भिड भएर गाडी चाहिँ ठ्याक्क पाउन एकदम गाह्रो भइरहेको छ हामीलाई स्टिल हामीले त्यो पहिल्यै भनिसकेको भएर पनि स्टिल पाइएको छैन त्यही भएर हामी यहाँ छौँ अहिले तर एउटा गाडी भनेको छ त्यो गाडी आउँदैछ अब त्यही गाडीको प्रतीक्षामा हो अन्त त्यसपछि सिधै घर मेबी 10 बजे नट स्योर यत 10 बजे एप्रोक्स 10 बजे आउँछु भन्छ अनि आउँदा आउँदैन पोखरो हुन्छ यो मुनि गाउँ छ नि ठुलो म त अघि देखि मुनि गाउँ छ ठुलो त्यहाँ यताको बाटो आउने हो हैन त्यहाँ यताको बाटो आउने कहाँ पुगेर यही छ यही छ भाइ कति वर्ष भयो म त गीतमा जानु टेन्सन